28 राज्य अनि 8 वटा युनियन टेरिटोरी भएको देशमा एउटा यस्तो पार्टी देशको सबभन्दा ठूलो पोलिटिकल पार्टी भएको छ। आज हामी कुरा गर्दैछौँ बीजेपी यानी भारतीय जनता पार्टीको। आजको भिडियोमा हामी सरल भाषामा बुझ्नेछौँ अनि विश्लेषण गर्नेछौँ बीजेपी कसरी भारत देशको सबभन्दा ठूलो राजनीतिक पार्टी हुन पुग्यो। अहिले 28 वटा राज्यमा सरकार चलिरहेको छ भने त्यसमा 15 वटा राज्यमा बीजेपीको आफ्नै बलबुतामा सरकार छ, जसलाई हामी एकदमै ठूलो कामयाबी मान्न सक्छौँ। तर यो कामयाबी सजिलो आएको होइन। 1951 को दशकमा एउटा पार्टी जो हिन्दुत्वलाई बढावा दिन अनि आरएसएस जो हिन्दू संगठन छ त्यसको सहयोगमा भारतीय जनसंघ पार्टीको जन्म भयो। त्यसको नेतृत्व डाक्टर श्यामा प्रसाद मुखर्जीले गरेका थिए। डाक्टर श्यामा प्रसाद मुखर्जी जवाहरलाल नेहरूको कांग्रेसमा पूर्व मन्त्री पनि थिए, तर आइडियोलोजी र राजनीतिक मतभेदको कारण उनले पार्टी छोडेर नयाँ पार्टी स्थापना गरेका थिए। भारतीय जनसंघ पार्टी क्याडर बेस्ड पोलिटिक्स, नेशनलिज्म अर्थात् राष्ट्रवाद जस्ता विचारधारामा आधारित पार्टी थियो। 1952 देखि 1971 सम्म भारतीय जनसंघ पार्टीले धेरै चुनावमा भाग लिए, तर कुनै राज्यमा कम्ती मात्रामा सफलता पाए भने लोकसभामा भने ठूलो सफलता हात ल्याउन सकेन। 1977 मा कांग्रेस एकतन्त्र शासनलाई चुनौती दिन अनि 1975 को इन्दिरा गान्धीले लगाएको इमर्जेन्सीको विरोध जनाउन भारतको विभिन्न विपक्षी पार्टीहरू मिलेर नयाँ पार्टी जनता पार्टीको स्थापना गरे। तर त्यो पार्टीको आयु बेसी लामो रहेन। 3 वर्ष बाद अप्रिल 6, 1980 मा आरएसएसलाई लिएर मतभेद बाद अटल बिहारी वाजपेयी, एलके अडवाणी अनि मुरली मनोहर जोशीले जनता पार्टीलाई त्यागेर नयाँ पार्टीको स्थापना गरे, बीजेपी यानी भारतीय जनता पार्टी। सुरुवातमा बीजेपीले हिन्दुत्वलाई जोड नदिई गान्धीवादी समाजवाद जस्तै आत्मनिर्भर, ग्राम विकास जस्ता मुद्दालाई जोड दिएर चुनावमा उत्रे, तर बीजेपीलाई सफलता मिल्न सकेन। यसको उदाहरण 1984 मा बीजेपीले लोकसभाको चुनावमा 2 सिट मात्र हासिल गर्न सके। 1984 देखि लिएर 1989 मा भोफर स्क्याम, राम जन्मभूमि मुभमेन्ट जस्तो कुराहरूले जनताको नजरमा कांग्रेसको थपी धमिलो बनाउँदै लाँदै थियो। त्यो 1989 को चुनावमा बीजेपीले त्यस समयको इतिहासको सबभन्दा बेसी 85 सिट जितेर साबित भयो। तर जब 1990 मा विश्व हिन्दू परिषदको अगुवाईमा देशभरि नै राम मन्दिर मुभमेन्टले अझ तीव्र रूप लियो, त्यसलाई बीजेपीले पनि पूर्ण समर्थन दिएको थियो, जसलाई जनताले पनि साथ दिए। त्यही साल 1990 मा एलके अडवाणीले बीजेपीको विचारधारालाई जनता समक्ष पुर्याउनु भनेर गुजरातको सोमनाथदेखि उत्तर प्रदेशको अयोध्यासम्म रथ यात्रा निकालेका थिए, जो सफल भएको भनी हामी ठान्न सक्छौं। किनभने त्यसको लगत्तै बाद 1991 को चुनावमा 120 सिट जितेर बीजेपी पहिलो पटक संसदमा प्रमुख विपक्षी दल हुन पुग्यो। त्यसरी नै हेर्दा 1996 को चुनावमा भने बीजेपीले 161 लोकसभा सिट ल्याएर पहिलो पटक संसदमा सबभन्दा लार्जेस्ट पार्टी भएर निर्वाचित भयो। बीजेपीबाट अटल बिहारी वाजपेयी पहिलो पटक प्रधानमन्त्री भएका थिए, तर अरू दलको समर्थनको अभावमा 13 दिनमै उनले प्रधानमन्त्री पदबाट राजीनामा दिए। राजीनामा बाद 1996 देखि 1998 को अन्तरालमा भारतले 2टा प्रधानमन्त्री पाए। पहिलो एचडी देवेगौडा, त्यसै गरी बादमा आईके गुजराल, दुवैजना जनता दल पार्टीबाटै प्रधानमन्त्री भएका थिए। 1998 मा बीजेपीले रिजनल पार्टीज मुख्यतः शिवसेना, जेडीयू, एआईएडीएमके, टीडीपी जस्ता पार्टीसँग गठबन्धन गरेर नेशनल डेमोक्रेटिक एलायन्स बनाउने निर्णय गरे। त्यसै फलस्वरूप 1998 मै जेनरल इलेक्सनमा बीजेपीले 182 सिट जितेर अरू घटक दलको समर्थनमा फेरि गठबन्धन सरकार बनाए। तर यो पनि लामो समय रहेन। 13 महिनाको अन्तराल बाद एआईएडीएमके जो जयललिताको नेतृत्वमा थियो त्यसले एनडीएबाट समर्थन वापस लिए अनि फेरि एनडीए सरकार बीचमै 1 सिटको कमीले विश्वास मत देखाउन नसक्दा ढलेको थियो अनि लोकसभा भङ्ग भएको थियो।
तर यो 1 वर्षको अन्तरालमा बीजेपी सरकार अटल बिहारी वाजपेयीको नेतृत्वमा पोखरण 2 न्युक्लियर टेस्ट जस्ता कामहरू भयो। त्यसले बीजेपीको अन्तर्राष्ट्रिय स्तरमा केही ग्राफ घटे पनि देशभित्र भन्ने पार्टीले धेरै समर्थन पाए। त्यसैगरी यही टेन्युरमा कारगिल वार जो पाकिस्तान विरुद्ध भएको थियो त्यसमा पनि भारतले सफलता हासिल गरेको थियो। तर त्यसको लगत्तै बादमा 1999 मा फेरि जनरल इलेक्सन गर्ने निर्णय राष्ट्रपतिले लिए। 1999 को इलेक्सनमा नेशनल डेमोक्रेटिक एलायन्सको पूर्ण बहुमतको सरकार आयो, जसमा एलायन्सले 296 सिट ल्याएको थियो भने बीजेपी एक्लैले 182 सिट जितेको थियो। त्यसैगरी कांग्रेसले भने उनीहरूको एलायन्सको भोट पनि घटेर 134 मा झरेको थियो। अघिल्लो अन्तरालमा भएको पोखरण न्युक्लियर टेस्ट अनि कारगिल वार विजय जस्ता कामले जनतामा विश्वास जितेर एनडीएले सफलता प्राप्त गरेको भनेर हामी आकलन गर्न सक्छौं। 1999 देखि 2004 सम्म बीजेपीको नेतृत्व र एनडीएको समर्थनमा सरकार चलेको थियो, जो बीजेपीको नेतृत्वमा भएको पहिलो फुल टर्मको गभर्नमेन्ट हो। यो कार्यकालमा नै भारतमा बुनियादी विकास जस्तै सडक अनि टेलिकम जस्ता क्षेत्रमा धेरै काम भएको थियो। यही कार्यकालमा भारतको जीडीपी पनि 5.4% देखि बढेर 8% पुगेको थियो, जसलाई आर्थिक सुधारको महत्त्वपूर्ण बिन्दु भनेर मान्न सक्छौं। त्यही कार्यकालमै सन् 2002 मा गुजरात दंगा जस्तो घटना पनि भएको थियो, जसले गर्दा सरकारले जनता सामु असन्तुष्टि अनि आलोचनाको सामना गर्नु परेको थियो। 2004 को चुनावमा भने बीजेपीको नेतृत्वको पार्टी भने सरकारमा आउन विफल भयो। त्यस चुनावमा भने बीजेपीले 138 अनि एनडीएले लगभग 181 मात्र ल्याउन सक्यो। अनि यूपीए यानी युनाइटेड प्रोग्रेसिभ एलायन्स जो कांग्रेसको नेतृत्वको गठबन्धन थियो त्यसले 218 सिट ल्याए अनि 12 अन्य पार्टीबाट समर्थन लिएर सरकारमा आएको थियो। 2004 देखि 2014 सम्म बीजेपी सरकारदेखि बाहिरिएको थियो भने बीजेपीले चाहिँ फिल्ड लेभलमा संगठन मजबुत गर्ने काम गरिरहेको थियो। यही अन्तरालमा बीजेपीका शीर्ष नेता जस्तै एलके अडवाणी, सुषमा स्वराज, अरुण जेटली जस्ता दिग्गज नेताले कमनवेल्थ गेम्स घोटाला, 2G स्पेक्ट्रम घोटाला जस्ता मुद्दाहरू संसददेखि सडकसम्म आवाज उठाइरहेका थिए, जसले गर्दा बीजेपीले जनता सामु सकारात्मक छवि बनाउँदै गइरहेको थियो। 2014 को चुनाव बीजेपीले गुजरात मोडललाई जनता सामु दर्शाउँदै नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको चेहरा बनाएर चुनाव लड्यो अनि बीजेपीले प्रचण्ड बहुमत यानी 282 सिट ल्याएर बीजेपीले एकल बहुमत हासिल गर्यो, जो 30 वर्ष अगाडि कांग्रेसले मात्र गर्न सकेको थियो। 2019 मा पनि बीजेपीले 303 सिट ल्याएर प्रचण्ड बहुमतको सरकार चलाएको थियो। 2024 मा भने बीजेपीको सिटमा कमी आएको छ। यो वर्तमान कार्यकालमा भने बीजेपीले 240 सिट मात्र जित्न सकेको छ, तर जेडीयू जस्ता मुख्य पार्टीको समर्थनमा सरकार चलिरहेको हामीले देखिरहेका छौं। यस 15 वर्षको कार्यकालमा बीजेपीले मेक इन इन्डिया र डिजिटल इन्डिया जस्तो कार्यक्रमहरू उत्पादन क्षमता बढाउन र प्रविधिको विकासलाई अघि बढाउने उद्देश्य लिएर सुरु गरेको छ। त्यसैगरी पूर्वाधार विकासमा भने सडक, रेलमार्ग र शहरी विकास योजनाहरूमा धेरै ठूलो लगानी गरेको छ। यही कार्यकालमा 370 ऐपलाई हटाउने जस्ता कामहरू मुख्य रूपमा देख्न सकिन्छ। आज बीजेपी देशको सबभन्दा ठूलो पार्टी छ, तर भविष्यमा यो स्थिति जति सजिलो देखिन्छ त्यति नै जटिल पनि छ। मोदीजीको करिश्माको कारण बीजेपीले पछिल्लो 10 वर्ष समर्थन जोड्न सक्यो, तर उनको लिडरशिप पछिको भ्याक्युम कसरी पूर्ति गर्ने यो एक ठूलो प्रश्न हो। युथ भोटर्सहरू जसको संख्या दिन प्रतिदिन बढिरहेको छ, त्यो समुदायलाई जोड्न बीजेपीले नयाँ न्यारेटिभ बनाउनु जरुरी छ। अर्को चुनौती हो राइजिङ अनइम्प्लोयमेन्ट, इन्फ्लेसन जस्ता आर्थिक समस्याहरू। आज डिजिटल भारत बनिरहेको छ, तर वास्तविक जीवनमा शिक्षा, रोजगार, स्वास्थ्य जस्ता बुनियादी कुराहरूमा असन्तुष्टि बढिरहेको छ। त्यसैले बीजेपीले मात्र भावुक मुद्दामा होइन, प्रगतिकारी नीतिहरूमा पनि ध्यान केन्द्रित गर्नुपर्छ। त्यसैगरी दक्षिण भारत, ट्राइबल बेल्ट जस्ता ठाउँमा बीजेपीको रिच बढाउन संगठनको बल अझ मजबुत गर्नुपर्छ। मुस्लिम कम्युनिटीसँग
भरोसा बनाउँछ कि त्यो ग्याप अझ बढ्छ, त्यो पनि एउटा ठूलो प्रश्न छ। एउटै पार्टी 10-15 वर्षसम्म एब्सोल्युट मेजोरिटीमा रहँदा एकाउन्टेबिलिटी, ट्रान्सपेरेन्सी जस्ता मूल्यहरू ढिलो होस् तर कमजोर नहोस्, यो सबै बीजेपीको आगामी दिनमा ठूलो परीक्षा हुनेछ। यो भिडियोमा हामीले बीजेपी कसरी एक सानो आइडियोलोजिकल पार्टीदेखि देशको सबभन्दा ठूलो राजनीतिक शक्ति बन्यो, त्यसको इतिहास, संघर्ष र आगामी चुनौतीहरूसम्मको यात्रा बुझ्यौँ। भारत जस्तो 14 अरब जनसङ्ख्या भएको देशमा एउटा पार्टीले इतिहास बनाउनु सजिलो कुरा होइन, तर यो सफलतासँगै प्रश्नहरू पनि उठ्ने गर्छन्। के बीजेपी आफ्नो समर्थन धरातलसम्म जोड्न सक्छ? के आइडियोलोजीबाट व्यवहारिक नीतिसम्मको सफर सजिलो हुनेछ? कस्तो हुनेछ बीजेपीको भविष्य मोदी पछिको युगमा? तपाईलाई बीजेपीको 1950 देखि अहिलेसम्मको विस्तृत यात्रामा आधारित यो भिडियो कस्तो लाग्यो? के कुराहरू तपाईलाई सबैभन्दा रोचक लाग्यो? कृपया तपाईको विचार कमेन्ट बक्समा लेख्नुहोला। तपाईको एक फिडब्याक हाम्रो लागि धेरै महत्त्वपूर्ण हुन्छ र यस्तै रोचक, फ्याक्ट बेस र इन्फर्मेसनल भिडियोहरू लगातार हेर्नको लागि मेरो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। अन्त्यसम्म भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यवाद।